अब साँच्चै नै सचेत हुनुपर्ने बेला आएको छ। अस्ट्रेलियामा आउन लागेको चक्रवात अबको केही घण्टापछि जमिनमा प्रवेश गर्दैछ भनेर मौसम विभागले जानकारी दिएको छ। हामी यो भिडियो 8:30 बजे ब्रिस्बेनको समयमा रेकर्ड गर्दैछौँ। अघि 8 बजे मौसम विभागले दिएको जानकारी अनुसार अब त्यो चक्रवात ब्रिस्बेनबाट 85 किलोमिटर मात्रै पर समुद्रमा छ। 7 किलोमिटर प्रति घण्टाको दरमा जमिनतिर प्रवेश गरिसकेको छ। तर चक्रवात जति जति नजिक आइरहेको छ त्यसको प्रभाव देखिन सुरु भइसकेको छ। अहिले पनि यो स्टुडियो बाहिर ठुलो हावा चलिरहेको छ, पानी परिरहेको छ र यो गति शनिबार बिहान झन धेरै हुनेछ जब चक्रवात जमिनमा प्रवेश गर्नेछ। र यो बिचमा चक्रवातसँगै आएको हावाहुरी र वर्षाका कारणले गर्दाखेरि उत्तरी न्यू साउथ वेल्स र गोल्ड कोस्ट क्षेत्रमा क्षति देखिन सुरु भइसकेको छ। सडकमा रुखहरू ढलेका छन् र गोल्ड कोस्ट क्षेत्रमा त हिजोदेखि नै भारी वर्षा र हावाहुरी चलेको छ। समुद्री छालका कारणले गर्दा गोल्ड कोस्टको बीचहरूमा ठुलो कटान भएको छ र हाम्रो साथी सरोज पन्त गोल्ड कोस्ट क्षेत्रमा भएको क्षतिको बारेमा बुझ्न पुग्नु भएको छ। भइरहेछ अहिले हैन, जुन अहिले हामीलाई यहाँ रिपोर्टिङ गर्न पनि एकदम गाह्रो भइरहेको छ। अलिकति डराउनु पर्ने अवस्था पनि छ। मान्छेहरू अलिअलि फाटोफुटो देखिरहेछ हामीले यहाँ। तर पानीको छालले सबै लिएर गएको छ हैन। हामी चाहिँ जब सामान्य हुँदाखेरि हामी यहाँबाट सिधै समुद्रमा जान्थ्यौँ भने अहिले जान एकदमै गाह्रो, तपाईँको जानै सकिन्न। तपाईँको एकदमै गहिरो छ यहाँ। तपाईँको यो अल द वे फ्रम तपाईँको मेन बिचदेखि यता रोड बिचसम्मको पार्ट चाहिँ सबै खनिएको छ। यहाँ पानीले खनेर लिएर गएको छ। र चक्रवात जब जमिनमा प्रवेश गर्नेछ आज राति वा भोलि बिहानसम्ममा, त्यति बेलामा 130 किलोमिटर प्रति घण्टाको दरमा हावा चल्नेछ। त्यसपछि तीव्र रूपमा वर्षा हुनेछ र त्यो वर्षाले फ्ल्यास फ्लडहरू गर्नेछन्, डुबानमा पर्न सक्छ र तीव्र रूपमा हावा चल्दाखेरि बाहिर राखेका संरचनाहरू उडाउन सक्छ। कमजोर संरचनाहरूलाई पनि हावाले उडाउन सक्छ र त्योसँग जुझ्नका लागि केही दिन अगाडिदेखि नै क्विन्सल्यान्ड सरकार र न्यू साउथ वेल्स सरकारले व्यापक रूपमा तयारी गरिरहेको छ। सेना परिचालन गर्नका लागि तम तयार हालतमा राखिएको छ। एसईएसका स्वयंसेवकहरू पनि तम तयार हालतमा खटिएको छ र फ्ल्यास फ्लडहरू हुन सक्ने ठाउँमा मानिसहरूले बोरामा बालुवा राखेर पानी थुन्नका लागि चाँजो पाँजो मिलाइरहेका छन् र केही दिनदेखि नै मानिसहरू घरबाट कम निस्किएका छन् र आज राति ब्रिस्बेनमा यो चक्रवात आउने देखिएको छ। भोलि बिहान मार्च 8 तारिक शनिबार बिहानसम्ममा जमिनमा प्रवेश गरिसक्छ भनिएको छ र आज राति तपाईँहरू सचेत भएर सुत्नुहोला, आफूलाई तम तयार हालतमा राख्नुहोला। यस्तो प्राकृतिक प्रकोपलाई रोक्न नसकिए पनि हामी सबै मिल्यौँ भने यसको प्रभावलाई भने कम गर्न सक्छौँ। स्टे सेफ, स्टे अलर्ट। यदि तपाईलाई आईटीमा करियर बनाउन टेक्निकल ट्रेनिङ, मेन्टरशिप र प्रपर गाइडेन्स चाहिएको छ भने टेक स्किल्स आउनुहोस्। टेक स्किल्सले आईटीमा जब पाउनको लागि धेरै स्टुडेन्ट्स र ग्रेजुएट्सलाई मद्दत गरिसकेको छ। अब पालो तपाईको।